निजामती सेवाको सबैभन्दा उच्च होदा हो मुख्य सचिव। मुख्य सचिवको सुरु तलब हुन्छ 77,211 रुपियाँ। यसबाहेक ग्रेड समेत जोड्दा मुख्य सचिवको मासिक कमाई न्यूनतम 82,359 पुग्छ। यसमा मुख्य सचिवले पाउने भत्ता र अन्य सुविधाको गणना छैन। निजामती सेवाकै सबैभन्दा कनिष्ठ होदा हो कार्यालय सहयोगी। कार्यालय सहयोगी प्रथम स्तरको सुरु तलब भने जम्मा 24,702 रुपियाँ छ। ग्रेड थपिँदा कार्यालय सहयोगीको तलब 26,348 पुग्छ। यही तलबले कर्मचारीले घर खर्च, बालबच्चाको शिक्षा र उपचारसँगै दैनिक खर्च चलाउनुपर्छ। 3 वर्ष अघि नै 2079 फागुनमा उच्च स्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब 35,000 रुपियाँ बनाउन सिफारिस गरेको थियो, जुन अहिलेसम्म कारणमा आउन सकेको छैन। सरकारले आर्थिक वर्ष 2079-80 को बजेट मार्फत 15% तलब वृद्धि गरेको थियो, तर त्यस यता तलब बढेको छैन। महँगी निरन्तर बढ्दा समयानुकूल तलब नबढ्दा यसले खर्च चलाउनै मुस्किल भएको कर्मचारीहरू बताउँछन्। हामी एउटा सामान्य काम गर्ने सरकारी काम गर्ने कर्मचारीहरूलाई बालबच्चा धान्न, घर भाडा तिर्न एकदमै मुस्किल छ। यति तलबले हामीलाई धेरै समस्या छ। हामीलाई 1 महिनाको तलब बुझेर 1 महिना खर्च चलाउन धौधौ छ सर। यति धौधौ छ कि अर्को महिनालाई तलब कति बेला आउँछ भनेर आशामा बस्नुपर्छ। इमान्दार कर्मचारीको रूपमा चाहिँ मैले आफ्नो कुरा राख्ने हो भने हामीलाई चाहिँ साँच्चीकै गाह्रो छ। म एउटा सुब्बा सरको कर्मचारी हो हैन। हामीहरूको बेसिक स्केल भनेको 34,730 हो। तपाईँ अब आफै कल्पना गर्नुहोस्, उता चाहिँ नि पश्चिमको मान्छे यहाँ आएर कोठा भाडामा बस्न पर्यो हैन। अब हुन्छ नि तपाईँको पारिवारिक अब चाहिँ नि घर खर्च चलाउनु पर्यो, स्वास्थ्य उपचारको कुरा होला हैन। अब आफ्नो चाहिँ नि घर परिवार चलाउन चाहिँ यो तलबले चाहिँ एकदमै गाह्रो छ हैन। मुख्य सचिव र कार्यालय सहयोगले आम्दानी गर्ने कुल तलबमा अहिले 57,657 रुपियाँ अन्तर छ। त्यसैले आगामी बजेटमा कर्मचारीको तलब एकमुष्ट रूपमा प्रतिशतमा भन्दा पनि माथिल्लो र तल्लो तहबीचको अन्तर कम गर्ने गरी वृद्धि हुनुपर्ने कर्मचारीहरूको मत छ। सार्क राष्ट्रमध्येमा धेरै कम चाहिँ हाम्रो नेपालको तलब छ। त्यसमा पनि इन्डियाको त चौकीदारको पनि हाम्रो अफिसरको भन्दा धेरै हुन्छ। तर तलब बढाउँदाखेरि उच्च पदको र तल्लो पदको को पनि एकरूपताले बढोस्। यो पर्सेन्टेजमा बढ्दा माथिल्लोको धेरै बढ्छ, हाम्रो तलबको चाहिँ कमै हुन्छ। अब विगतदेखि नै तलब बढेको बेला चाहिँ हरेक ताल महँगी बढेको नै हामीले अनुभव चाहिँ गरेकै छौँ। तर त्यो हुँदाहुँदै पनि अब एउटा सामान्य कर्मचारीले काठमाडौँ बस्दाखेरि अथवा कुनै अब ठाउँमा चाहिँ गएर उसले कोठा लिएर त्यहाँ बसेर चाहिँ आफ्नो जीविकोपार्जन गर्दाखेरि उसले त्यो तलबले आफ्नो 4 जना परिवारलाई त सेक्युर गर्न सक्ने त उसको छत्रछायामा त्यति त हुनु पर्यो नि त सर। महँगी धेरै चुलिएकाले यसपटकको बजेटमा सरकारले जसरी पनि तलब बढाउनु पर्ने उनीहरूको भनाइ छ। निजामती सेवा ऐन 2049 को दफा 27 मा सरकारले प्रत्येक 3 वर्षमा राजस्व वृद्धि दर, मूल्य वृद्धि तथा कुल दरबन्दी समेतका आधारमा सरकारी कर्मचारीको तलब भत्ता पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ। सरकार आफैले 3 वर्षदेखि ऐनको सो व्यवस्था उल्लङ्घन गरेको कर्मचारीहरूको बुझाइ छ। प्रत्येक 3 वर्षमा हुनुपर्ने हो, तर विगत 4 वर्षदेखि यो तलब वृद्धि रोक्का छ, ठप्प छ, जसले गर्दा हामी जस्ता निजामती कर्मचारीहरूलाई आफ्नो दिनचर्या जीविकोपार्जनदेखि लिएर हरेक कुराहरूमा चाहिँ अलि सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको छ। हाम्रो 4 वर्ष भयो नबढेको, त्यस कारणले अहिले तलब बढ्नुपर्छ भन्ने मलाई लागेको छ। कम्तीमा 20,000 रुपियाँ घर भाडा लाग्छ काठमाडौँमा, हाम्रो तलब हुन्छ 35,000, बाँकी 15,000ले बच्चा पढाउने कि खाने कि समस्या छ। उच्च स्तरीय तलब सुविधा आयोगले सरकारी कर्मचारीको न्यूनतम तलब 35,000 रुपियाँ सिफारिस गरेकै 3 वर्ष बितेको छ। त्यसपछि नै करिब 17% को हाराहारीमा महँगी बढेको छ। अर्थतन्त्र शिथिल भएकाले ठूलो वृद्धिको अपेक्षा गर्न नसकिए पनि न्यूनतम 20% तलब बढाउनु पर्ने र अब न्यूनतम तलब 40,000 काम गर्नुपर्ने कर्मचारी युनियनहरूको भनाइ छ। सरकारले कम्तीमा पनि एउटा सामान्य कर्मचारीलाई 3 वर्ष अगाडि पेश गरेको प्रतिवेदनमा 35,000 छ भने अहिलेको अवस्थामा 40,000 एउटा निम्न स्तरको कर्मचारीको तलब हुनुपर्छ। किनभने उसले आफ्ना छोराछोरीलाई शिक्षा दीक्षा, स्वास्थ्य उपचार, आफ्ना बुवा आमालाई
हेरचाह गर्ने र कोठामा बस्ने। ट्रेन भनेको तपाईँको म्याक्सिमम 20% 15% भन्दा बढेको स्थिति देखिँदैन। त्यस कारणले हामीले तलब बढाउनु पर्दछ भनेर अत्याधिक हिसाबले 40% भन्ने कुराहरू हाइपोथेटिकल कुरा गर्नुपर्ने हुँदैन। अहिलेको मूल्य स्फीतिको हिसाबले हेर्ने हो भने अहिले 20 देखि 25% को हकमा चाहिँ के अरे तलबमा चाहिँ बढेर तपाईँको चाहिँ एउटा जीविकोपार्जन चाहिँ अलिकति माथि उच्च गर्नको लागि पनि बढाउनुपर्छ। सरकारले चालु आर्थिक वर्षमा कर्मचारीको तलब भत्ताका लागि 1 खर्ब 77 अर्ब विनियोजन गरेको छ भने पेन्सनका लागि 1 खर्ब 13 अर्ब। महँगी तथा राजस्व वृद्धिका आधारमा 20 देखि 25% तलब वृद्धि गर्न उचित हुने अर्थविद बताउँछन्। 25% मात्रै कर्मचारीको तलब वृद्धि गर्ने हो भने यसको व्यवस्थापनका लागि करिब 45 अर्ब भन्दा बढी रकम लाग्छ। सुशासन कायम गर्ने सरकारको लक्ष्य पूरा गर्न तलब वृद्धि गर्नुपर्ने भए पनि 45 अर्बको भार घटाउन अनावश्यक रूपमा भइरहेको प्रशासनिक खर्च पनि घटाउनेतर्फ लाग्नुपर्ने विज्ञको राय छ। संस्थानमा जाने पैसा पनि तपाईँले कन्ट्रोल गर्न सक्नुहुन्छ। अनि यसपछि मलाई लाग्छ यो 90% बोर्ड समितिहरू तपाईँले खारेज गर्दाखेरि चाहिँ तपाईँले थप दायित्व भन्ने कुरा चाहिँ सरकारलाई बढ्दै बढ्दैन। त्यसो भएको हुनाले पनि सरकारले आँट गर्नु पर्यो, साहस गर्नु पर्यो, बोर्ड समितिहरू खारेज गर्नु पर्यो। अनि त्यहाँ चाहिँ नि तपाईँले के गर्नु पर्यो त भन्दाखेरि चाहिँ तलब वृद्धिमा लगाउनु पर्यो, केही आंशिक भन्छु म चाहिँ। त्यसबाहेक शिक्षामा पैसा घट्या छ, शिक्षामा लगाउनु पर्यो, स्वास्थ्यमा लगाउनु पर्यो। आर्थिक वर्ष 2079-80मा 9 खर्ब 57 अर्ब राजस्व उठेकोमा गत आर्थिक वर्ष 2081-82मा 11 खर्ब 78 अर्ब राजस्व उठेको थियो। अर्थात् 3 वर्षमा यस्तो राजस्व वृद्धि 23% छ। आर्थिक वर्ष 2081-82मा 4.06%, 2080-81मा 5.44 र 2079-80मा 7.74% मूल्य वृद्धि भएकाले समग्रमा 3 वर्षमा करिब 17.5%ले महँगी बढेको छ। राजस्व वृद्धि र महँगीका आधारमा सरकारले तलब बढाउनु पर्ने व्यवस्था छ। सुशासन कायम गर्न कर्मचारीको कार्य सम्पादनमा प्रभावकारिता बढाउन तथा कर्मचारीको न्यूनतम आवश्यकता पूरा गर्न तलब वृद्धि आवश्यक देखिए पनि यसको भार राज्यमा कम परोस् भन्नका लागि भने अनावश्यक चालु खर्च घटाउनेतर्फ पनि राज्यले सोच्न जरुरी छ। साथै सरकारी कर्मचारीको तलब बढेसँगै विगतमा महँगी नै बढ्ने गरेकोमा त्यो कम गर्न सरकारले नियमन र आपूर्ति व्यवस्था सहजसँगै आन्तरिक उत्पादन बढाउन सक्नुपर्छ। कान्तिपुर समाचारका लागि क्यामेरामा रूपक कुरेलाका साथ सुदिल पोखरेल, काठमाडौँ।